is Nimisai guys. हामी चाहिँ 5 पोखरी जान लाग्छौँ साथीहरु बस चाहिँ पछाडी छ सिजन जोशी गाइस कहाँ जान लाग्यो हामी सिजन हामी चाहिँ अहिले 5 पोखरी जान लाग्यो अहिले चाहिँ हामी यो जोरपाटी भन्दा हल्का मुनिको बस पार्कमा छौँ हाम्रो बस चाहिँ पछाडी छ अलि नजिकमा ठाउँमा छ ल जस मान्छे बस्छ उतै फेरि कुक बोकिरहेछ अहिले चाहिँ हामी मेलम्ची पुग्यौँ खाना खानु पर्ला अब म त आफ्नो साथीहरूको मात्रै हो नि त्यस्तो कहाँ अरू छ त्यस्तो हुन्छ कालो आउँछ हौ ठिक छ आन्टीलाई गफ मेलम्ची है गाइस मेलम्ची बसको हालत यस्तो छ हामी डान्स लास्टको सिटमा बस्नु डान्सिङ बस है गाइस डान्सिङ बस्छ उतापट्टि धान पनि फल्या रहेछ हेर मुटु सिरिङ्ग हुने गरे अनि तिम्रो जिन्दगान monkey guy के नाम हो यसको chap Oh, is the लली बेसरी है बेसरी यहाँ नजिक ठ्याक्कै टाउको ल्याऊ ल हेर ल यहाँ हेरिराख ल हेर न कस्तो मजा आउँछ हेर त season prank uncle है guys दुख्छ है दुख्दैन है हामी चाहिँ चिम्टी पुग्यौँ गाइस डाँडा त्यहाँ ठ्याक्कै अहिले वाटरफल देखिरहेछ बाटो चाहिँ यस्तो अलिकति हामी ढिला पुगेका छौँ सो आज नरसिंहपाटसम्म पुग्ने प्लान छ त्यही भएर अब बिस्तारै पुग्नु पर्यो भनेर सोच्यौँ दुईजना आउँदैछन् First suspension bridge of the day.
Everest guys, Everest. सो गाइज आम प्याक अहिले म हाफ प्यान्ट बनाउँदैछु प्यान्टलाई अलिकति सजिलो हुन्छ कि भनेर तर मलाई डाउट लाग्दैछ आफूमाथि ब्याग भारी भएको हिँड्ने केमा हो रे दिदी हिँड्ने केमा हो रे हिँड्ने सामान भन न आफ्नो सामान सामान त्यही छ अरे सामान त कसरी अब भगवान्ले जे बनाइदियो त्यही त हो नि दिदीले पुरै गाउँले मैले पनि ल अहिले हामी हिँड्दैछौँ अहिले यसो भर्याङवाला बाटो सकेर नर्मल ढुङ्गे बाटो अनि यो ब्युटिफुल सिनेरी सनसेट हुन लागेछ अनि हाम्रो हिँडाइ चाहिँ चलिरह दुईजना चाहिँ थकित भइसक्यो ऊ चाहिँ महाथकित होइन विशाल महा हो अरे गाह्रो पर्छ साथीलाई ल भएको त नि अनि आएर पानी भर ल यहाँ सुस्तिका चाहिँ हाम्रो रेस्ट मोडमा गइसक्यो अब म नि एकछिन पानी खान्छु चौरी गाईहरू आइरहन् चौरी गाई हो चौरी गाई अर्को दुईजना पनि छ जाउँ जाउँ ल यता हिँडौँ न अहिले लिन आउँछ अघि अलिकति गाह्रो भएको थियो मलाई त एकदमै भएको थियो तर अहिले चाहिँ अलिकति रेडबुल खायौँ अनि अलिकति सिधा बाटो देखेर अलिकति सजिलो भएको छ आज चाहिँ हामी टुपी डाँडा स्टे गर्ने प्लान छ अब तल सोद्धाखेरि हाम्रो स्पेसमा चाहिँ हामीलाई 1.5 घन्टा जति लाग्छ अहिले चाहिँ टाइम हाम्रो ठ्याक्क 5 बजिरहेछ सो अबको हामी पुग्छौँ होला 6 बजीसम्म चाहिँ पुग्छौँ होला बिस्तारै गयो नि ल गाइस त्यहाँ हिमाल देखिरहेछ है गाइस ब्युटिफुल सनसेट आउट हियर लभिङ द भाइब्स कालो चस्मा पनि दियो हुन्छ कि प्रपर ब्याग ल गाइस मेरो यो प्रपर ब्याग प्याक कस्तो छ है ब्याग चेन्ज भयो अनि ऊ चाहिँ 5 पोखरी है ऊ त्यहाँ भर्खरै बाटो हराएको थियौँ है गाइस दह्रो घुमेको छौँ क्या गाडीको बाटो अझ निम्सा भन्छ त्यहाँ माथि बसिरहेको चाहिँ हामी यो ट्रेल एकदमै महत्का रास्ता आन्टीहरू पुरुको भन्दै थियो हामीलाई फ्राइडे गएर है अँध्यारो भइसक्यो यस्तो राति भइसक्यो गाइस पुगेकै छैन हिँडिरहेको छौँ स्टिल जङ्गलमै छौँ अहिले टाइम चाहिँ कति बजिरहेछ 7:20 भइसक्यो हामी भर्खर यहाँ पुगेका छौँ गाइस अब होटल हाम्रो अलिकति माथि छ मर्निङ गाइस टुडे इज सेकेन्ड डे अफ पाँचपोखरी ऊ त्यो अगाडिको डाँडा चाहिँ पाँचपोखरी हो है त्यहाँसम्म हिँड्नु पर्ने अझ हिमाल पनि राम्रो देखिरहेको छ
के ठाउँबाट यता चाहिँ लाग्ने हो 5 पोखरी चाहिँ उच्च डाँडामा सक्यौँ हामी आफ्नो गन्तव्यतर्फ ल हेर्नु है गाइज दायाँ बायाँ गरेर हिँड्दैछु म यस्तोमा चाहिँ दायाँ बायाँ गरेर हिँड्नुपर्छ दामी सनराइज छ गाइजहरु हामी हिँड्दैछौँ यतिको चाहिँ हुनुपर्छ लेट्स गो मेरो रुहान रामा जादु जस्तो देख्यो होला ल जाउँ हामी रातो बाटो पुग्न लाग्छौँ यस्तो डाँडामाथि रहेछ सो फार सो गुड फोटो खिच्यो क्यामेरा यहाँ नदीको आवाजसँगै बाटो पनि हेर्न सक्नुहुन्छ बिस्तारै जान सक्नुहुन्छ यहाँबाट चाहिँ लोकेसन लिएर म चाहिँ मजा नै हिँडिरहेको छु है जस दामी छ त खिच्दै जानुपर्छ ओ माई गॉड see the battle. आओ त हिँड न आइपुगेछ नि त हिँडिरहेछ आऊ म त यहाँ सुरु मिलाइदिनु नखिच्ने हो यो ओराली अनि उकाली भनेकै ट्रेक रहेछ है गाइज भर्याङ र डाँडाकाँडा चढ्यो तल माथि गयो अनि एउटा सर्टेन डेस्टिनेसनमा पुग्यो त्यसपछि सक्यो ट्रेक तर ट्रेकमा जाने मात्रै भयो त आनन्दै हुन्थ्यो नि फर्किनु नि पर्छ कि त्यो अर्को एउटा तनाव छ यहाँ हेर्न सक्नुहुन्छ भ्यू चाहिँ राम्रै लाग्छ तर अब के गर्नु गाह्रो छ यो बाटो हेर्न सक्नुहुन्छ कतिको कठिनाइ छ हाम्रो एकजना साथी चाहिँ पछाडि नै हुनुहुन्छ त्यतिखेर आइपुग्नुहुन्छ बाटो चाहिँ मन पर्यो मलाई यतिको चाहिँ हुनुपर्छ है फर्किँदा चाहिँ फेरि उकालै चढ्नुपर्छ
त बाटो भनेको यस्तो हुनुपर्छ। फेरि पानी परेको बेला पऱ्यो भने चाहिँ तनावमै हुन्छ। हेर्न सक्नुहुन्छ सलल पानी बगिरहेछ अनि बाटो यस्तो छ अनि यतापट्टि घाम लागेको छ। अझ चाहिँ हामी यो झुलुङ्गे पुलतिर आइपुगेका छौँ। दामी भ्यू छ गाइस। त्यहाँ रेस्ट गर्दैछन्। सिजनले मेरो फोटो खिचिदिन खोजिरहेछ। कस्तो भइरहेछ त तिमीलाई? रमाइलो निन्द्रा लाग्दैछ मलाई। निन्द्रा लागिरहेछ। ऊ चाहिँ हाड खाइसके जस्तो छ। We're taking a quick sneakers break. What's up? Here, this is the pull match. हेलो गाइज, अब म हिँड्न सक्दिनँ जस्तो लागिरहेछ। एकदमै गाह्रो भयो। ठाडै उकालो रहेछ। सक्दिनँ म त। खाजा नबोक्नु पर्यो मान्छेहरू। खाली हुन्छ न त मेरो ब्याग। अहिले चाहिँ हामी चौचो ब्रेकको लागि स्टप भएको छौँ। सिजनले चाहिँ सकाउन लागिसक्यो 2 मिनटमै। म सबभन्दा ढिलो खाने हो। चाँडो खाने उयो कसरी अन्त खाले भयो? कसरी भयो गाइस कमेन्टमा सेक्सनमा भनिदिनु होला। ल हामीले अहिले चौचो स्न्याक गरेर अहिले रातो माटोबाट हिँडिरहेछौँ नर्सिङ पार्टीको लागि। रेड बुल बोय चियर्स। बाटो चाहिँ अब यस्तो छ उकालै छ अरे अब त। तिम्रो साथीहरूले के छ तिमीलाई? स्यासा भइरहेछ धेरै। छैन, ठिकै छ, जाउँ। अलिअलि त भइहाल्छ। ल गाइस अब फेरि एउटा वाटर क्रसिङ आउनु लाग्छ जस्तो छ त्यहाँ। अब फेरि एउटा डाँडा, यो डाँडा चाहिँ हामी कटिसक्यौँ। अब फेरि अर्को डाँडा उक्लेर त्यो उक्लेर फेरि उता पारी घुमेर जानुपर्छ। तर गाइजहरू के अरे अल्टिट्युड सिक्नेस अलिकति सिरियस लिनु होला। हिजो भर्खरै हाम्रो एकजना आन्टी हुनुहुन्थ्यो, उहाँलाई अल्टिट्युड सिक्नेस लागेर हामीले रेस्क्यु गर्दै लिँदै आएको टुपी डाँडासम्म होइन है। सानो रहेछ, यस्तो ठुलो रहेनछ। रिभर क्रसिङ ए झर्ना पो रहेछ। सरी गाइस। म त्यहाँ जाँछु कि मेरो फोटो खिच्छु त्यो बिचमा। तर जे होस् अर्को डाँडा कस्तो चढ्न लाग्छ म फेरि यो डाँडा। जाऊ जाऊ। चप्पल गाइस, चप्पल ग्याङ ग्याङ। गाइस अरूले देखाएन होला नि, उकालो चाहिँ ठाडै हो है, होइन त सिजन? एकदम 3-4वटा डाँडा कट्नु पर्दो रहेछ। अहिले चाहिँ हामी 4वटा कटिसक्यौँ हिजोदेखि। यो 5 हो होइन त? शिवपुरी त योभन्दा माथि छ। त्यो ठाउँ कसलाई अवतार जस्तो लाग्यो भन्नु?
कस्तो भयो मजा आयो मजा। स्वस्तिकालाई कस्तो भइरहेछ मान्छेहरूलाई सजेस्ट गर्छौ किन यो ठाउँ सजेस्ट गर्छु तर हिँड्न सक्ने पावर राखेर मात्र आउनु। तिमी चाहिँ म त गर्छु आउनुपर्छ जीवन एकपलको जिन्दगीमा एडभेन्चर भन्ने चिज मलाई बन्जी जम्प पनि त्यो डाँडा हेर्नु है सही छ चाहिँ हामी यहाँनिर दाइ भेट्नु भएको थियो अब लौरीबिनाको उकालो चाहिँ सबसे खतरा अरे त्योभन्दा अगाडि चाहिँ अलि ठिक्कको छ तर उकालो चाहिँ सकिन्न है गाइस अहिले चाहिँ स्ट्रेट यहाँ हामी नर्सिङ पार्टीतिर जान लाग्छौँ त्यहाँ अगाडिको ट्रेल हो We are at 3,400 meters. देख्न सक्नुहुन्छ हुस्सु नै हुस्सु छ पुरै हुस्सु लागिरहेको छ यो चाहिँ भूतनाथ जस्तो रुख छ है तर हामी चाहिँ भूत परिएन ठिकै छ ल अजिबो गरिब रुख छ यो त त्यहाँ पनि त्यस्तै छ यता त झन् के भन्नु अनि हुस्सु पनि छ यहाँ चाहिँ अलिक पानी पर्ला छ जस हामी कुन ठाउँ आयो बताहरू जस्तै छ है विशाल साथीहरू पछाडि नै होला हामी चाहिँ जाँदै गरौँ अहिले अनि भेट्छ नि देखाउँछु तपाईँहरूलाई सो गाइज अहिले हामी नर्सिङ पार्टी पुगिसक्यौँ है which is at 3,700 meters at elevation. यस्तो छ ठाउँ स्वस्तिकाजी फोटो खिच्दै हुनुहुन्छ त्यहाँ जी हाम्रो चना बाटी राख्नु भएको छ निमिषा आयो भन त उहाँ नै हो महानुभाव She is the one with the strong legs. मैले ऊ यहाँ तल आएर जुत्ता लाग्यो भने चप्पलमै कति भयो तिमी आएको 1 घन्टा हो भने हामी चाहिँ अब नर्सिङ प्याटर्नबाट हिँडिरहेछौँ त्यो चाहिँ वेदर वर्षामापन रेनलाई मेजर गर्ने रहेछ डिभाइस अब यस्तो उकालो रहेछ अब यहाँबाट नर्सिङ पार्टीबाट खाना खाएर अब के अरे जस्तो लागिरहेछ हुन त के अरे चिसो पनि भएको छ लाग्छ अरे 5 घन्टा हाम्रो पेसमा मान्छेहरूले यहाँ भनिरहेको हुन्छन् सजिलो छ 14 किलोमिटर छ अब मलाई थाहा छैन हामी हिँड्दा 28 किलोमिटर देखाइरहेको थियो आजै फेरि हामी 14-15 देखाइरहेछ यस्तो उकालो रहेछ नि यहाँ र रेनकोट र छाता चाहिँ बोकेरै आउनु होला आफू पनि जादु भएर हिँडेको छ है होइन त सिजन एकदम म पनि हाम्रो फोनमा त अब धेरै देखाइरहेछ नि त तर अब बोर्ड अनुसार चाहिँ ठ्याक्कै 13.8 किलोमिटर भयो देखाइरहेछ तर 3-4 5 डाँडा कटेर बल्ल पुग्ने रहेछ भर्खर अब त्यो लौरीबिनाको त्यो उकालो देखिरहेछ अझै उता जानुपर्छ ओहो गाइस खुट्टा त हुनै पर्छ है गतिलो न त फाँक भइन्छ
भर्खर रातिको 7 बजे हामी यहाँ 5 पोखरी तलको होटलमा पुगिरहेछौँ। यस्तो बाटो छ नि गाइस। View from 5 पोखरी early in the morning. पोखरीहरू चाहिँ यहाँ छ, दुईटा त्यहाँ छ। यहाँ फोटो खिचौँ त आऊ त। कहाँ हो भ्यू पोइन्ट? माथि नजिकै हो। उता डाँडा माथि भन्दैछु। भैरवकुण्ड, दिस इज भैरवकुण्ड। अलिकति हेलुसिनेसन भइरहेछ है गाइस। सो अहिले चाहिँ हामी सूर्यकुण्डमा छौँ। ल सबभन्दा ठुलो कुण्ड भनेर चिनिने चाहिँ सूर्यकुण्ड हो। तपाईँ अनि कुण्डमा डुब्की लाउनु है ल। कस्तो लागिरहेछ साथी? रमाइलो। सो अहिले चाहिँ हामी मन्दिरतिर आएछौँ। यहाँ गणेश भगवान्को मूर्ति छ अनि त्यहाँ चाहिँ मन्दिर छ। अब हामी मन्दिरभित्र जान्छौँ। ओ बहिनीको हाम्रो फोन झऱ्यो, त्यहाँदेखि सी इज भेरी चिल। यो डाँडाबाट तल अब कता पुग्यो अब भेटिरहेको छैन। सी इज स्टिल ह्याप्पी। हात हल्लाइदेऊ त। ल यहाँबाट चाहिँ 5 पोखरी टक्क सबै देखिने रहेछ है। भ्यू पोइन्ट चाहिँ हामी पुगेनौँ किनभने उस्तै हो। अल स्नो, यहाँ त स्नो परिरहेको छ अलिकति पानी परे भएर। ढुङ्गामाथि आएको छौँ हामी हो। ठ्याक्कै अब एउटा ताल अर्को ताल, ऊ कुन्दामा अर्को तेस्रो ताल, अर्को यहाँ, फेरि अर्को ऊ त्यहाँ त। दिस इज द भ्यू। यो चाहिँ अदर साइड अफ द लेक। यो चाहिँ खतरा छ। हामी चाहिँ ऊ चाहिँ भ्यू पोइन्टमा चाहिँ गएनौँ। हामी यतै माथिको डाँडामाथि बसेर 5 पोखरीको साउथ 5 पोखरी देख्दै चाहिँ यहाँबाट यहाँ बसेर भ्यू चेकआउट गऱ्यौँ। अब यहाँ एक राउन्ड हानेर हाम्रो होटल ऊ त्यहाँ छ बिचतिर, त्यहाँ गएर खानसान खाएर निस्किन्छौँ सिम्तीको लागि। हामी राति यही बाटो हिँडेर पुगेका थियौँ। हामी चाहिँ राति यही बाटो आएको के लास्ट अन्धारो यार। राति त हामी 8 बजी पुग्यौँ नि त। राति यसो बाटो देखाउनु पाएन। यहाँ त हरेक 5 पोखरीको त्यो बोर्ड, डाइरेक्सन बोर्डमा त किलोमिटर नै काट्दो रहेछ मान्छेहरूले। रिसाएर काट्दो जस्तो लाग्छ मलाई। अब किनभने केही 14 किलोमिटर भन्छन्, अब केही मिल्दैन, बाटो यस्तो छ। अब हामी सिधै सिम्ती झर्छौँ।
कुराकानी हुन्छ है। लु हेर्नु है बाटो फर्किँदाखेरि देखाइरहेको छु मैले, हिजो मैले देखाएको थिएन। यही बाटो थियो राति हिँडेको, त्यो नरसिंहपाटीको उकालोको उताबाट उकालो, अनि यता त्यो माथि लाग्नुपर्छ पाँचपोखरी। मान्छेहरूले लौरी बिनाको उकालो यति मात्र हो भन्छन् है गाइस, र होइन यता तल पनि छ।